ओरियन्स गर्यो भन्दैमा कसैले पनि कसैलाई ठग्दै कहिले पनि हिँड्दैन। किनकि हरेक मान्छेलाई एउटा सोच हुन्छ केही गरौँ भन्ने, होइन यो ठाउँमा गरेर हुन्छ कि त्यो ठाउँमा गरेर हुन्छ कि, यो सोचेर हरेक ठाउँमा एउटा व्यक्तिले प्रयास गरिरहेको हुन्छ कि। तर प्रयास गर्दै जाँदा पनि कति ठाउँमा ओरेन्जमा मात्र होइन कति ठाउँमा हामी फेल हुन पुग्छौँ के। तर एउटा यो सोच हुन्छ कि ओरेन्जमा आएर हाम्रो धेरै खर्च भयो, सोचे जस्तो भएन, ठग्यो कि भन्ने हुन्छ। हरेक ठाउँमा मेहनत एकदम जरुरी छ। हो भन्ने बित्तिकै यसमा बोनस आउँदैन, केही समय लाग्छ। तर जसले निरन्तर तरिकाले काम गरिराख्नुभएको छ उहाँको चाहिँ एकदम राम्रो भइरहेछ के। अब हामी आफै सोचौँ, हामी छोरी मान्छेको त बिहा भएपछि सबैको हुन्छ भन्ने हुन्न, तर धेरै प्राय जसोको हस्बेन्ड हुनुहुन्छ होइन ब्याकअपको लागि। तर एउटा लोग्ने मान्छे ओरेन्जमा धेरै टाइम टिक्नु भनेको धेरै ठुलो रिस्की कुरा हो।